नुवाकोटे सम्धि के छ खबर ठिक छ नि सर दुब्चे सर जाने यतैबाट हो हस् धन्यवाद ब्रेक नहाने त जान्थ्यौँ त नि दुईजनै सो हेलो एभ्रिवान आई होप गाइस सबैजना सन्चै आरामै राम्रै हुनुहुन्छ होला तपाईँलाई थाहा नै भयो होला थम्बनेल टाइटल हेरेर म होइन नुवाकोट पनि पुगेको छैन नुवाकोट छेउछाउ चाहिँ गएको छु अनि नुवाकोट पनि पुगेको छैन अनि हेरौँ अब कस्तो हुन्छ के हुन्छ होप राम्रैसँग पुगिन्छ होला के कस्तो हुन्छ त्यो त बाटोमा भइ नै हाल्छ भन्दै लेट्स स्टार्टेड पहिला म कडा छडा चेन्ज गर्छु रेडी हुन्छु अनि त्यसपछि तपाईँलाई भेट्छु है त स्टे ट्युन गाइस सो गाइस फाइनल्ली मेरो घरबाट चाहिँ म निक्लिसकेँ म जाँदैछु अहिले चाहिँ भेनालाई पिकअप गर्नलाई भेना चाहिँ यहीँ बराल पेट्रोल पम्पमा हुनुहुन्छ अरे अनि त्यहाँबाट निक्लिनु पर्ने हुन्छ अहिले चाहिँ ठ्याक्क टाइम भन्नुपर्दा 8:15 गएछ अनि अब कति बजे पुगिन्छ के कसो केही थाहा छैन चिसो त्यही हो मलाई रुगा मर्कीले फेरि यस्तो सताइरहेछ कि होइन मेरो भोइस पनि पुरै नाके खालको भइसकेर होला क्या आई नो द्याट बट के गर्नु यस्तै छ होइन रुममा सुतिराख्यो भने नि झन् बिरामी हुन्छ नि त अनि त्यही भएर चाहिँ म अब यहाँबाट तुफान पहिला भेनालाई पिकअप गरौँ होइन अनि त्यसपछि रोइला मचाउनु पर्ने हुन्छ तेल छैन अरू हुन त्यस्तै हो बाइक झिपी 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 भइरहेछ अनि के हो यार यो 8 साढे 8 नै भएको छैन यस्तो जाम छ त यार अनि हेरौँ के हुन्छ कसो हुन्छ अब मलाई त्यो धेरै बाटो केही थाहा छैन क्या बाटै थाहा छैन मेन भन्ने हो भने त होइन म्यापकै भरमा हिँड्नुपर्ने होला सायदै मलाई जहाँसम्म लाग्छ अलिअलि बाटो हामी सूर्य चौरतिर गएको थियौँ सूर्य चौर के भन्छ सूर्य चौरै हो त्यो मासतिर होइन त्यहाँसम्म पुगेको थिएँ अनि साथीहरूले भन्दै क्या नुवाकोट चाहिँ यताबाट जाने हो भनेर नुवाकोटमा गएको छैन नि त थाहा छैन अनि त्यही भएर म्याप हेरेरै जानुपर्ने हुन्छ दुब्चेश्वर फेरि नुवाकोटको कुनामा अरे भनेर भनेको सुनेको हो मैले अनि नुवाकोट त फेरि चारैतिरबाट जान्छ क्या होइन अब तपाईँको यहीँबाट पनि जान्छ अरे अनि हामी चाहिँ कहाँबाट जान्छ भने टोखा साइडबाट जाने प्लानिङमा छौँ आई डोन्ट नो यतातिरको बाटो अब क्लियरली मलाई थाहा छैन नि त नुवाकोट पनि अब धेरै कत्रो ठुलो छ नुवाकोट होइन यताको अर्कै पार्ट होला उताको अर्कै पार्ट होला होइन त्यो भएको कारणले हामी चाहिँ उताबाट जाने प्रयासमा छौँ के हुन्छ कसो हुन्छ त्यो त अब अपडेट गरि नै हाल्छु तपाईँहरूलाई भन्दै भेनालाई पिकअप गर्छु अनि के कस्तो हुन्छ अनि भेनाले चिया पनि खाएको छैन होला मन्दिर जान लागेको मान्छे हुनु त सोच्छ जाँदा राम्रो तर मलाई चाहिँ के लाग्छ भने मन्दिर भन्ने चिज यस्तो चिज हो कि होइन मन सफा हुनु पऱ्यो क्या होइन मनै पापी छ भने त्यो जहाँ गएर जति ढोगे पनि जति जे गरे पनि के लाग्छ र भने होइन र केही होइन क्या मन सफा हुनु पऱ्यो बस है त अहिले एकछिनमा भेट्छु तपाईँहरूलाई है त यही बस्दिउँ ल सो गाइज अहिले चाहिँ टोखाको बाटो आइसक्यौँ हामी अनि त्यो चिया बनाइदिनु न दुइटा मिठो पाराले ल खासा खाम अनि त्यसपछि निक्ल्यौँ है त यहाँबाट सो गाइज अब चाहिँ हामी यहाँबाट निक्लिनु लागेको चिया सिया खाइयो अनि अब ग्लोभ्स लगाइहालौँ सुरुमा त ओके झोर चाहिँ 6.8 किलोमिटर रहेछ क्या सो अहिले चाहिँ टोखाको गेटमा छिरिसक्यो हामी बोल्न सक्ने स्थिति पनि छैन मेरो है अलिअलि सिनेमेटिकहरू चेक गर्नु होला अनि अहिले म निमासतिर पुगेपछि बोल्छु है त यहाँ चाहिँ बोर्ड मात्रै छ त केही नि छैन त यार कस्तो हौ कमसेकम लेखेर हालिदिनु नि टोखा सक्यो यति नै हो अब झोरको डाउन होला आई थिङ्क मलाई पनि त्यति थाहा छैन तिहारको पिङ अहिलेसम्म खोलेको छैन दसैँ तिहारको
अब त पुरै जङ्गलै जङ्गल हो। तारकेश्वर नगरपालिका भ्रमण गर्नुभएकोमा धन्यवाद। तारकेश्वर नि सक्यो, तारकेश्वर गइसक्यो। अब यो मासतिरको चाहिँ पुरै झोरै हो, पुरै जङ्गल हो क्या यो त। चेकपोस्ट आइपुग्यो, चेकपोस्ट। एकछिन बसौँ न ल, एकलट यसो सिनेमेटिक हान्दिउँ न। उयो बाटो हो क्या जाने चाहिँ हामी, यो बाटो। अब यहाँबाट उयैबाट ओह्रालो 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 सल्ल जाने हो क्या। यो बाटो बनाएछ यार अहिले। अस्ति नि यो बाटो थिएन नि, यो यस्तो डेन्जर थियो। हामीले त्यहाँबाट खसी लिएर गएको थियो। त्यो जुन रातो यतापट्टि देखाएको थियो नि, त्यो डोजरको मुनि क्या, त्यहाँबाट खसी लिएर गएर उहाँ माथि लिएर काटेर खायो क्या। अमाल देखिरहेको त। गरिदिनु न एकचोटि यसो भिडियो बनाऊ। ओहो सूर्य चोर भनेको चाहिँ हजुर हो र? ए सैनिक इलाका चाहिँ फोटो निषेध हो। जाउँ कि जाउँ है, जाउँ जाउँ जाउँ। आम्मा थोरा छैन त अनि उहाँ रन घुमेर पुरै हट फोटोसोटो खिच्न चाहिँ पाइएन। अब अरू एउटा त्यस्तै हो, जङ्गलै जङ्गल छिरौँ। अब शिवपुरी गाउँपालिका अरे ल, शिवपुरी गाउँपालिका छिर्यो। अब सिधै तल माथिबाट देखिहाल्यो तलको रोडहरू। हामी तलै भेट्छौँ है त। सो गाइज अहिले चाहिँ मूत्र पिसाब सिसाब सबै फेरेर फ्रेस भएर चाहिँ हामी शिवपुरीबाट चाहिँ हामी ओह्रालो झरेर निक्लिँदैछौँ। अराउन्ड यहाँबाट 50 किलोमिटर रहेछ। ल के हो यो झडा पऱ्यो है क्या के हो यार त्यस्तो लाग्यो त। आम्मा यो कुवालो नलाग्यो भने त कस्तो बवाल देखिन्थ्यो होला है यो त। सो अब जाउँ तलतिरै भेटौँला के कस्तो हुन्छ है त। त्यो भने यो बाटो धेरै छैन अरे, 5 किलोमिटर जति चाहिँ बिग्रेको होला अलिकति, नत्र भने राम्रो छ भने यहाँ बाटो चाहिँ। हेरौँ के कस्तो छ है त। ओ माई गड, ओइ डेन्जर हो त अनि। यही त हो नि जाने बाटो त। आम्मा खतरा हो त है। ल झर्ना यहाँ चाहिँ मन्दिर रहेछ यार, रक्षा गरेर। अनि टक्क लाएर बाटो चाहिँ मक्खनवाला रहेछ। त्यो गहिरोमा नि होटेल छ यार, चिसोले मुहाछ होला त यार। बवाल छ है। वासरुम डेन्जर छ त, वासरुम नि छ अरे। लिखु प्रवेश गरिसक्यो हामीले चाहिँ। अनि खै कता परबाट चाहिँ दाहिने लाग्नुपर्छ भन्दै हुनुहुन्थ्यो। लेट्सी म्याप खासै हेरिरहेको छैन किनभने सिधा सिधा छ नि त बाटो। अनि म्यापहरू नि केही हेरिरहेको छैन। मेन कुरा भनेको मैले आज गोब्रोको ब्याट्री एक्स्ट्रा लिएर आइनछु। सो गोब्रो कति टिकाउ हुन्छ भन्ने कुरा हो। अन्त म मोबाइलबाट खिच्छुहरू चाहिँ। तराईको भाइब्स आउने खालको बाटो चेकपोस्ट रहेछ यहाँ चाहिँ। सर दुप्चे सर जाने यतैबाट हो? हस् धन्यवाद। पुरै तराईको भाइब्स आइरह यार। ओ माई गड, यतिको बाटो हो भने त हामी कहाँ पुग्छौँ भने 1 घन्टामा त। के हो यो डिकुरे 5 किलोमिटर रहेछ डिकुरे। नुवाकोटेसम्मदेखि के छ खबर ठिक छ नि। 25 किलोमिटर रहेछ यहाँबाट। सो यहाँबाट चाहिँ लेफ्ट लाग्यो। लिखु गाउँपालिका वडा नम्बर 4। यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ पो छ त। ओइ यतै हो र? यो त माथि पुलमा जाने होला। यतैबाट दाजु दुप्चे सर जाने यतैबाट हो? हस् धन्यवाद। 25 किलोमिटर भनेपछि त अझै लो छ त यार। कस्तो बवाल देखिरह्यो बाटो चाहिँ हो, मान्नुपर्छ ल। सानै बाटो भए पनि है, पिच हानेर यस्तो मिठो लगाउँ। पल्लो छेउसम्मै देख्छ यार बाटो। बवाल 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 यतिको चाहिँ हुनु पऱ्यो नि त अनि। सो गाइस अहिले चाहिँ हामी चिया खानलाई बसेका छौँ यहाँ नकुण्ड हो, नुवाकोट त नुवाकोटै हो। अनि चिया खाउँ, त्यसपछि फेरि लाग्नु पर्ने हुन्छ है त। गोप्रोको चार्ज पनि छैन, 54% रहेछ। के कस्तो हुन्छ अलिअलि मन्दिरमा गएर हान्छु। बाटो चाहिँ बवालै छ है, बवालै रहेछ बाटो। अब योभन्दा मास्तिर के कस्तो रहेछ म अपडेट त गरिहाल्छु है त। हेर्दै गर्नु होला लास्टसम्म
के कस्तो हुन्छ अपडेट गरिहाल्छु है त पासो थापे जस्तो छ त यो तारले त मेरो मनले दिमागले नै जोडे यार ब्रेक नहाने त जान्थ्यौँ त नि दुईजनै तार छ तार त्यस म त झन्डै मरेन यो भर्खरको भर्खरै यत्रो ब्रेक हानेपछि यहाँ आएछु मिल्दैन नि यो तार त झन्डै हामी यहाँ नदेखि कालो तार देख्दो रहेनछ टाढो हजुर खोइ के थाहा अहिले त अब वाइफाईको तार हो दुप्चेश्वर गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत छ ल दुप्चेश्वर पनि प्रवेश गर्यौँ 4.5 किलोमिटर छ त यहाँबाट नि मन्दिर आइपुग्यो बाइक पार्किङ त यही त होला नि बाइक माथितिर जाँदैन जाऊ ए सबजना बिगाउनको लागि जाँदैन भनेर बस्छन् क्या अनि गाडी गइराख यार सब बिगाउनको आइच कस्तो डाँडामा रहेछ त मन्दिर त आम्मामा यत्रो ठाउँ छ यहाँ बाइक जाने बाटो छ हावा यार त्यो सामान किनिदिन्छ भनेर क्या यहाँ पनि त्यहाँ राख्नु भन्छ यसो भिड त रहेछ पारि जाने रहेछ त ऊ त कहाँबाट जाने हो त कताबाट जान्छ त हस् पूजा सामानै लाने वाउ यार कस्तो दामी हावाको फान्देर यार उहाँसँग हिँडेर आउन नि कम टाइम लाग्छ त सो गाइस अहिले चाहिँ अब म रेडी भएँ माथि जानलाई हेलमेट चाहिँ यहाँ राख्ने होइन टक्क लाएर यहाँनिर चाहिँ हेलमेट लागिराख्ने अनि उहाँ माथि चाहिँ मन्दिर होइन यस रमाइलो हुनेवाला छ पूजा सामान एउटा लिएर है एउटा लिएर जाउँ न यहाँ आइसकेपछि होइन त्यही त उहाँदेखि आएपछि कति एउटाको हजुर मिलाएर भन्नु न 300 पूजाको सामान पनि अनि 300 भन्नुहुन्छ तपाईँ हजुर हो र पैसा पछि आएर दिँदा नि हुन्छ नि होइन ल यो एउटा दिनु नि त ल यो डाँडो चाहिँ बाबालाई देखिएको छ भनेको त हेर्नु बाबु म दुधको पैसा पनि लिँदैन फुलको पैसा जोड्दिनँ केही गर्दिनँ होइन तर पनि मलाई मान्छेले विश्वास गर्दैनन् भगवान्ले विश्वास गर्नुहुन्छ हजुर हजुर हो नि कति वर्ष भयो मैले फेरि फुलको पसल गरेको तर म कहिले पनि दुधको यस्तोको लिँदिनँ कति हो रे 300 हो जाउँ अहिले आएर लिएर मन्दिर जाने बाटो चाहिँ डेन्जरै रहेछ ल हजुर होला त यहीँबाट पूजा गर्दै पहिला बुध बेला जमानामा चाहिँ यहाँबाट जाने गरेर रहेछ नि त सुरुमा पहिला यहाँबाट जाने गरेर रहेछ यहाँबाट विकन्ती अनुसार भन्ने बाटो यहाँबाट जाने यो ढाड देखा ठिक हो नि ठाउँमा चाहिँ हामी आइपुग्यो अहिले चाहिँ यो त डेन्जरै खाता नि
फाइनल्ली म चाहिँ प्रवेश भइसक्यो हो। यो कस्तो दामी बनाएको है, आमामा डेन्जर होला। सो गाइस अहिले चाहिँ हाम्रो क्यामेराको पनि डेट भइसक्यो होइन। अनि भनौँ न मैले ब्याट्री नै लिएर आएको थिइनँ क्या, लिएर आएको थिइनँ भन्दा नि बिर्सिएछु क्या, लाइक निकाल्न चाहिँ। अनि गोप्रोको ब्याट्री डेट भएछ। अनि त्यही हो के कस्तो लाग्यो सिनेमेटिकहरू, यताउति मन्दिर सन्दिर हेर्नु भयो होला पक्कै पनि है। सबैजनाले रक्षा गरौँ त्यही नै हो कामना हामीलाई होइन। अनि अहिले चाहिँ हामी पूजा गरेर नि फर्किसक्यो। दिस इज अ बाटो है। अनि तर लभली ठाउँमा बनायो क्या यो, आमामा यस्तो दामी छ यो चाहिँ, त्यही हो है त। अनि अब यहाँबाट हामी लाग्नुपर्ने हुन्छ आफ्नो गन्तव्यतिर, किनकि भोग्दा पनि पेट पटक्कै निचारी छ। मेरो बाइक चाहिँ उहाँ पर छ। अनि यहाँबाट चाहिँ अब हामी निक्लिनु पर्ने हुन्छ। खाना खाएको छैन अरू भनेर त्यस्तै हो। अब खानासाना खाम, त्यसपछि डाइरेक्ट यात्रा काठमाडौँको रहनेछ है त। त्यही भन्छु आजको लागि के कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिनु होला। आगामी दिनमा अझै बेटर भिडियोहरू आउने कोसिस जारी नै छ। न यो बाटोहरू केही पनि थिएन अरे पहिला चाहिँ। अनि अहिले चाहिँ मन्दिर चाहिँ उहाँ माथि रहेछ है त। त्यही मन्दिर चाहिँ माथि। अनि त्यहाँदेखि हामी समय तल आइपुग्यौँ। पार्किङ चाहिँ यहीँ रहेछ। कतिजनाले त वहाँ पर पनि रोकिदिने क्या, लाइक अब उनीहरूको सामान बेच्नको लागि भनौँ न। अनि पार्किङ यहीँ हो भन्ने, सामान पाउँदैन भन्ने, मन्दिरमा झा पनि त्यस्तै हो न त है। अनि माथिसम्मै आउँछ ठ्याक्कै उकालो चढ्ने यहाँबाट, अनि माथि गएर पूजा गर्ने है त। त्यही हो गाइस। अनि अघि नै यहाँ योनिर क्या तपाईँको जुन यो हुस्सु देखिरहनु भएको छ, त्यहाँनिर चाहिँ यस्तो बवाल डाँडा थियो क्या है। अनि त्यो डाँडो चाहिँ अहिले हुस्सुले पुरै ढाकेछ। अनि त्यही आजको भ्लगलाई यहीँ गर्न चाहन्छु। हस् त, धन्यवाद, थ्याङ्क यू फर वाचिङ। के कस्तो लाग्यो लास्टसम्म हेर्नेले बी है, जे कमेन्ट गर्दा नि लास्टमा स्पेस दिएर बी चाहिँ हानौँ है त। कतिले हेरेको रहेछ फुल भिडियो भन्ने थाहा हुन्छ नि त है। त्यति चाहिँ गरौँ, अरू होइन त्यस्तै हो। लभ यु सो मच गाइज, थ्याङ्क यू फर वाचिङ।